भोलिको दिनमा पश्चिम नेपाल सरकार त्यहाँ दलदाई हुनुहुन्छ के भन्दाखेरि अब म कानुनभन्दा माथि कोही छैन भनेर लेख्नु न, बालवाला प्रधानमन्त्रीलाई आँधीले ल्याएर 2 दिनमा सत्ताच्युत गरेर 1 हप्तामा खोरा हाल्न सक्ने म बबुल के हो, केही पनि होइन। तर म केही होइन भनिरहँदाखेरि तपाईहरुलाई परेको अन्यायको विरुद्ध ती जस्तो हामी होइनौँ है। हामी शरम बेच्ने मान्छे हो। शरमको सम्मान र अपमानित हुने परिस्थिति आयो भने त्यो तपाईहरु शिर झुकेर हिँड्न पर्ने हैसियत नभएको अध्यक्ष भेट्नु पनि होइन। त्यसले गर्दा यसका विषयमा हामी राम्रोसँग अध्ययन गर्छौं। तपाईहरुले जसरी पनि चालकहरुले जसरी पनि पैसा कमाउनु पर्छ भनेर तछाड मछाड गर्ने र जुन गाडी मालिकले पैसा नकमाएको कारणले तपाईहरुको रोजगार जोखिममा छ भने कार्यालयमा आएर हिँड्नुहोस्, त्यसको रोजगारको ग्यारेन्टी हामी गर्छौं। तर चालकको काम र कर्तव्य के हो भन्दा तपाईहरुलाई याद गर्नुस्, राम्रो भए पनि नराम्रो भए पनि तपाईहरुको कर्मले गर्दा हाम्रो शिर उच्च हुनेछ र तपाईहरुले गलत गर्नु भने तपाईहरुको कारणले हाम्रो शिर झुक्नेछ। घरको अभिभावक किन भनिन्छ भन्दा घरको मूल बुवालाई बुवाको हातमा चाबी हुन्छ। यो क्षेत्रको बुवा भनेको तपाईहरु के म होइन। तपाईहरुलाई चाबी दिएको हुन्छ। चाबी लिने मान्छेको यति ठुलो जिम्मेवारी हुन्छ कि सोचिलानुस्, तपाईहरुले परिकल्पना गर्नुस्, तपाई कसैले घरमा हजुर तपाईहरुको बुवा हुनुहुन्न र बुवा भनेर घर चलाएर आउनु भएको छ नि, त्यसको अभिभावक कति हो? तपाईको छोराछोरीले खायो कि खाएन, पढ्यो कि पढेन, स्कुल गयो कि गएन, फी तिर्न पर्ने हो कि होइन, कति तनाव हुन्छ। त्यसै यो चाबी सम्हाल्ने व्यक्ति, यो व्यक्तिले तपाईहरुको जिम्मेवारी तपाईहरुले बुझ्नु भएन भने यहाँको कारणले हामीलाई पनि क्षति हुन्छ। मलाई आशा र विश्वास छ